ल हामी चाहिँ अब यहाँ बाजेको सेवा आइसकिसक्यौँ सबैजना स्टाफ तलबाट माथि हैन। आज दसैँ पार्टीको लागि यस्तो छ हाम्रो चाहिँ। ओ शम्भु सर तपाईँको पछाडि त निकै रमाइलो गरेछ हिलोले यस्तोमा। ला 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 ला। वेलकम टु बाजेको सेक्वा। हेलो नमस्ते गर्नु न, नमस्ते गर्नु न, नमस्ते गर्नु न, नमस्ते गर्नु न मलाई। थ्याङ्क यू दाइ। के छ आएन आज तपाईँ क्यामेरा? होइन नर्मल। यस्तो छ हाम्रो चाहिँ काउन्टर है बाजेको सेक्वा। यहाँ हाम्रो दाइ हुनुहुन्छ। म चाहिँ आज यत्तिकै तलबाट काम लगाइदिइसकिसकेको छु। यहाँ हाम्रो दाइ हुनुहुन्छ। नेक्स्ट भ्लगर पार्टी छ आज भन्ने कुराले फोन चाहिँ सर हुँदो रहेछ अब क्यामेरा। हेलो गुड इभिनिङ म्याम। सर हुनुहुन्छ। यस्तो छ आज हाम्रो दसैँ पार्टी। म चाहिँ यता कुनामा बस्नु पऱ्यो। क्यामेरा देख्नुभयो भने पक्कै मलाई गाली गर्नुहुन्छ होला है। सो नेक्स्ट तपाईँहरूलाई किन यसमा अलिकति चित्त बुझेन हो? चित्त बुझ्यो? यहाँ हाम्रो दुईवटा मात्र छ। अब भित्र कति छ भन्ने कुरा चाहिँ थाहा छैन होइन। अहिले स्कुल भएर ओपनिङ गर्नुपर्छ सबैजना मिलेर। हाम्रो सरहरू हुन्छ उहाँहरूले चाहिँ टिका लगाउनु मिल्दैन होइन। तर पनि हाम्रो यति हो। म चाहिँ यता छु गाइस। तपाईँ मेरो भ्लगमा केही बोल्न चाहिराख्नु भएको छ अघिदेखि भन्नुहोस्। मेरो नाना हुनुहुन्छ यहाँ चाहिँ बहिनी होइन हो कि होइन भन्नु त। ह्याप्पी दसैँ मलाई पनि। सकिन लागेको छ हाम्रो यहाँ टिका लगाउने प्रोग्राम चाहिँ। यहाँ हामी चाहिँ अकाउन्टेन्ट म्याम हुनुहुन्छ। अनि यस्तै छ हाम्रो चाहिँ दसैँ। के गर्ने अब घर जान नपाए पनि यस्तै काममा भए पनि अब दसैँ मनाइराख्नुपर्ने बाध्यता परिरहेको छ होइन। ल हाम्रो चाहिँ यहाँ टिकटक बनाउने प्रोग्राम भइरहेको छ। छिटो छिटो छिटो। ह्याप्पी दसैँ। सेफ सर यता हुनुहुन्छ। म्याम यसरी लगाउँदै हुन्छ टिका। ल अब म चाहिँ नेक्स्ट तपाईँहरूलाई देखाउनेछु अरू कुराहरू है। त्यस्तो भाइ एकदम बवाल बवाल भइरहेको छ आज। आज सबै कुरा सोचे जस्तो भइरहेको छ होइन। ठिक छ पार्टी छ। नाच्ने ठाउँ चाहिँ खै यता हो। ल यस्तो हुक्का तानिराख्नु भएको छ। फोन आइरहेको छ तर पनि बालिदिने होइन। हाम्रो सरहरूले दिनुभएको होइन। अब यहाँ चाहिँ कति डायमन्ड कति करोड पैसा छ भन्ने कुरा चाहिँ अब भरे 10 लाखको चेक हुनसक्छ। भरे अब रुममा गएर खाम खोलेपछि मात्र थाहा हुन्छ होइन। अब यहाँ दाइ बिन्दासमा हेर्दै हुनुहुन्छ आनन्दले। हाम्रो सरहरू आफै सर्भ गर्दै आफै खाँदै हुनुहुन्छ है। यस्तै गर्नुपर्छ सेल्फ सर्भिस है। यहाँ चाहिँ हाम्रो दुईवटा रेस्टुरेन्टको बाजेको सेक्वा र टिमुरे सेक्वाको गरी आदिको पनि आदि स्टाफ छौँ है। अनि सबैजना स्टाफहरू चाहिँ अहिले दसैँ मनाउन घर जानुभएको छ। अनि म चाहिँ दसैँमा घर जान पाइनँ। अब तिहारमा मात्र जान्छु होला है। हाम्रो हुक्का तान्ने प्रोग्राम भइरहेको छ सरहरूको होइन। अब दसैँ लाग्दैछ बिस्तारै। उता तलतिर सिँढीमा आउँदैछ। अब अहिले नै चाहिँ आइपुगेको छैन किनकि हाम्रो फुडहरू चाहिँ त्यहाँ परै छ। बाहिर पनि हुक्का तानिरहेको छ। हाम्रो दुईजना चेलीहरू हुनुहुन्छ नाना र बहिनी होइन।
अनि हाम्रो सरहरू चाहिँ कता जानुभयो अब अहिले चाहिँ कोकमा चित्त बुझाइराखेको छ लेट्स सी हेरौँ अब कम्पनीबाट के हुन्छ होइन गाइज अब के गर्नु हाम्रो दाइ हुन्छ हेलो दाइ के छ त मेरो भ्लगमा केही भनिदिनुहोस् न हाम्रो सेफ सरहरू चाहिँ यता सबैजना सेफ बिर्सिनु भयो अब यस्तो नि हुन्छ राम्रो छ है ल अहिले चाहिँ हामी ठ्याक्कै जोरपाटी चोकमै छौँ है बाजेको सेपमा यस्तो छ तपाईँहरूले पनि अब बौद्ध काठमाडौँ नजिकै नियरेस्ट हेर्दै नजिकबाट हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरू यहाँ आउनु होला पार्टीहरू बब्बाल हुन्छ अब तपाईँहरूलाई के भन्ने आएर इन्जोय गर्नलाई यो ठाउँमा सबैजनालाई ह्याप्पी दसैँ भन्ने मेरो तर्फबाट तपाईँहरूले पनि मलाई भन्नु पऱ्यो हाम्रो साह्रो हुन्छ है काठसेप पनि आउनुभयो त्यसै खोइ गरेको त हामी जे पाए त्यही बजारैमा ओ एकादशी बजारैमा ढङ्गे पुगी जान एकादशी बजारैमा छोरा कसको छोरी कसको छोरा कसको छोरी घोरले बाक्रो खै बना है झम्के गुलेली म आउँदा चाहिँ नै बना है झम्के गुलेली म आउँदा चाहिँ नै बना है झम्के गुलेली झम्के गुलेली जानु बस्नु न बस्ने ल्याउन कलमै ल्याउन मसिनै ल्याउन आउँदा चाहिँ लेख्दिन हो झम्के गुलेली म लेख्छु कि लेख्दिन है झम्के गुलेली देख्दिन है मायालाई चाहिँ देख्दिन है झम्के गुलेली यस्तै छ गाइस दसैँ भनेको अब यस्तै हो होइन घर जान पाइएन अब यतै मनाइराखेको छ अब साथीभाइहरूसँग अब तिहारमा चाहिँ जाने प्लान छ तिहारमा म घर जाँदै गर्दाखेरि चाहिँ होस् म मेरो गाउँहरू सबै देखाउने छु होइन तपाईँहरूलाई मेरो ब्लगमा देख्दिन है झम्के गुलेली लेख्दिन है झम्के गुलेली आकाशैको गडेङ्गुडु गीत गाउनै आउँदैन के गर्नु यार गाह्रो छ साथीहरू इन्जोय जस्ट इन्जोय द मोमेन्ट मरेपछि
भनेको चाहिँ हाम्रो खाना खाने समय हो। दाइहरू पुरै मटन खाना खाँदै हुनुहुन्छ। कस्तो छ त दाइ मटन खाना? एकदम भवाल छ है दाइ। हजुरलाई एकदम राम्रो छ है? गाड सर हजुरलाई खाना कस्तो छ? राम्रो छ है। राम्रो फिडब्याक आइरहेको छ। हाम्रो चाहिँ अब सर खाना खान छोडेर हुक्का तानिरहनु भएको छ। बहिनी खाना कस्तो छ? तपाईँहरूले बनाएर दिनुभयो हो, तपाईँहरूलाई फिडब्याक सोध्नु पऱ्यो नि। खाना खाँदै हुनुहुन्छ। यो हाम्रो चाहिँ खाना खाने समय। अब यो पछाडि चाहिँ हामी सायद सबैजना आफ्नो आफ्नो डेस्टिनेसनतर्फ लाग्ने छौँ। अनि म पनि गाइस यस्तै छ जिन्दगी। हाम्रो दाइ कहीँ केही नहेरी पुरै हाफ सार्दै हुनुहुन्छ। आउँदै ओहो हो पुरै पहाडै उठाउनु भएछ हजुर। मैले त आज सदरमाथि उतार्नु मानेन के मानेन? कसले मानेन? खाली सानो रहेछ नि त प्लेट सानो छ नि त। यो गेस्टको प्लेट ठुलो छैन। थाली प्लेट होइन नि त सर। उल्टो भइसक्यो ल ठिक छ। भाइ पनि आउँदैछ पुरै पहाडै लिएर। ए हामी सरलाई खाली ठाउँ दिनु पर्यो त्यहीँ छ त्यहीँ छ। सरलाई त जति ठुलो ठाउँ त्यतै फेरि ल मेरो चाहिँ सक्यो। अब थप्न जान लागेको गाइज। टिमवर्क इज टिमवर्क भनेर सबैजनाले चाहिँ आफ्नो आफ्नो सबैजनाले थन्कोमन्को गरिसकेर अब सरसफाइ पनि भइसकिसक्यो। अघि यहाँ माहौल कस्तो थियो, अब सरसफाइ पनि भइरहेको छ। म पनि सघाइरहेको छु दाइहरूलाई होइन। सामानहरू के उठाउनु पर्ने छ त। खोइ अरू गाइजहरू तल सरसफाइ गर्दै हुनुहुन्छ होइन। ल म लान्छु नि। कता यस्तै छ पारा। थोरै फोहोरै भयो आज। यो हुर्काएको रहेछ। सरसफाइ गरिहाल्ने हो यस्तो छ। अघि मान्छे भएर अब यो भोलि बिहान सायद गर्नुहुन्छ होला अलिअलि चाहिँ। यस्तो छ अब जानुपर्छ। हजुर यस्तो छ। काम लगाएरै छोडे मलाई होइन। दसैँको हाम्रो पार्टी पनि सक्यो। अब चाहिँ 11 बजी सक्यो होइन। अब चाहिँ रुममा गएर चाहिँ अब सुत्ने हो गाइज। यस्तै भयो दसैँ। अब दसैँको हाम्रो सरहरूले दिनुभएको पार्टी भनौँ न होइन। अब चाहिँ म निक्लेको कामबाट भनौँ न। कामबाट त के भनौँ, पार्टीबाट भनौँ होइन। यस्तै छ। Thank you so much watching my video. Happy Dasai सबैजनालाई।